श्रीयन्तु इलाम कन्यामको यात्रा गर्दैछौँ। अब यता हुन्छ सबैजना यात्रा भइराखेको छ। नेपालको बाटो त्यस्तै छ, गराङ्गा गुरुङ है बनाइराखेको छ बाटोहरू चाहिँ। गाडीहरु लागेको ठाउँ हो त्यही हो। माथि आइपुग्यौँ हामी चाहिँ। माथि 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 टपमा आइपुग्यो। उसिनेर राखेको रहेछ मासु नि। माथि 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 चढ्दै गयो। बाटो त्यस्तै सानो। कन्यामा आइपुग्यौँ। कन्यामा आइपुग्यौँ हामी। यस्तो सुन्दर छ ठाउँ। कन्यामा आइपुग्यौँ। अब सुन्दर ठाउँ कन्याम। कन्याम जस्तो छ। ब्यागमा के गरेको कन्यामा आइपुग्यौँ। अब यता हुँदैछ।
भाइ बहिनी हुनुहुन्छ। सुन्दर छ है कन्याम। राम्रो छ। कन्याममा आइपुग्यौँ। कन्याम सुन्दर छ ठाउँ, एकदम सुन्दर छ ठाउँ चाहिँ। पछाडि डाँडाहरू छ। कन्याममा छौँ अहिले। कन्याममा फोटोसुटहरू मान्छेहरूको भइराखेको छ। सुन्दर छ ठाउँ है। आफ्नो जीवन चाहिँ थाहा छैन, अरूको जीवन भन्ने। कन्याममा अब खाना खानको लागि कालबजार यस्तो छ है पिकअप। यस्तो सिटी यस्तो छ कालबजार। यो चोक रहेछ, यो के चोक हो यो। यस्तो छ कालबजार। त डाँडा अब यता छ। अब खाजाहरू खाना माथि चढिँदैछ। यस्तो छ है फिकल। के किन्नु भएको? यस्तोहरु किन्नु भएको, बदामहरु किन्नु भएको, भुटेकोहरु किन्नु भएको। यस्तो रहेछ, एकदम सुन्दर है। हामीले पहिला खान्थ्यौँ यो यस्तो। यो अलिकति देखाइदिनु पर्यो, अलिकति देखाइदिएको मैले। यो पनि पाउँदो रहेछ है। यस्तो पनि पाउँदो रहेछ। कापडहरू जाउँ न यता होटेल त्यति छैन हौ। कता पाइ यता त मैले देखेको थिइनँ। पिकल आइपुग्यौँ। पिकल बजार छ। हामी चाहिँ पिकलमा हिँडिरहेको छौँ। अहिले चाहिँ पिकल एकदम व्यस्त सिटी छ। लुगाहरू
त्यो हुन्छ अब खाजा खानको लागि तल झर्दैछौँ यो होस्टेलमा होटेलभित्र आजको रात अब माथि छ त्यहाँ बारबेक्यू गर्ने ठाउँहरू छ माथि छतमा त्यहाँ गन्छौँ अनि त्यहाँ बारबेक्यूहरू यहाँ कुखुराहरू बनाउन लगाएको छौँ वाचिबा अनि झोलहरू अनि आजको रात यहीँ मजाले आनन्दित हुँदै बिताइन्छ ल यता हुनुहुन्छ अब होटेलमा आइपुग्यौँ सबैजना एक्साइटेड हुनुहुन्छ श्रीयान्तु चिसो चिसो छ यता होटेल जेब्रा ब्याग ठिक छ सुटकेसहरू ल होटेल यस्तो छ हाम्रो चाहिँ बस्ने होटेल आजको रात ल बस्यो अब लाई हामीलाई यहाँ वाचिपाको लागि कुखुरा एकदमै एकदम पाक्दैछ हाम्रो होटेलको मालिक हुनुहुन्छ उहाँ चाहिँ अनि एकदम आफै गरिदिरहनु भएको सबै एकदम हाम्रो लागि बनिरहेछ वाचिबा र झोल चिसोमा श्रीयान्तुमा यस्तो छ माथि बाटो बारबेक्यू गर्ने यहाँ छ र डाँडा छ श्रीयान्तु यो चाहिँ चिसो छ मौसम श्रीयान्तु होटेलको छतमाथि टपमा आइपुग्यौँ अब यहाँ चाहिँ टपदेखि यस्तो छ है श्रीयान्तु अब यहाँ एकछिनमा त्यहाँ बारबेक्यू हुन्छ माथि छतमा यस्तो छ यहाँ चाहिँ यस्तो छ आगो फुकिँदैछ चिसो चिसो छ डाँडामा माथि डाँडा छ श्रीयान्तुमा आगोहरू फुकिँदैछ अब यहाँबाट सुँगुरको मासु आउँदैछ 5 केजी पोलेर खाने खाने हो आगो फुकिँदैछ मजाले भाइले मासु ल्याउँदैछ खट्याउँदैछ रमाइलो भइराखेको छ नेपालमा श्रीयान्तु लाममा रमाइलो भइराखेको छ श्रीयान्तुमा खटाइ हुँदैछ यो 256 त्यो चाहिँ 500 मैले नेपाल आएको छु दाजु 50 मा बिच्छ होला हैन त हो
वाचिबा छ वाचिबा हो पाक्दै खाइरहेको छ वाचिबा खान्छ वाचिबा ल लोकलको सुप भयो तातो झोल चिसोमा सुरुवा आजको दिन सुरुवा हिउँ परेकोमा सोल्सुले हिउँ परेको बेलामा चिप्लोमा अब चिया बन्दैछ पानी हुन्छ तिर्खामा का बन्दैछ है त्यहाँ मम्मीले प्यारा भक्का खाँदै हुन्छ बन्दैछ सिमेन्टको डाँडामा माथि टपमा जाँदैछौँ हामी कहाँ छौँ र यहाँ श्रीयन्तुमा एट द पार्क श्रीयन्तुमा Are you guys enjoying? Yeah. Yeah. Ini datang. Sama. Pakkaru बन्दैछ पक्का रेडी भयो श्रीयन्तुको डाँडा टुप्पोमा आइपुगेको छौँ टक्कै चिया छ यहाँ चाहिँ माथि चिसो मौसममा चिया खुवाइ भइराखेको छ टक्कै यसरी तातो चिया मिठो रहेछ चिया पनि माथि डाँडा छ भिउजमा टपमा छ तातो डाँडामा हामी श्रीयन्तुको डाँडामा माथि चढ्न लागेका छौँ हुन्छ डाँडासँग चाहिँ श्रीयन्तुको डाँडा माथि जानुपर्ने हो टपमा हिँडिरहेको छ हाइकिङ नै भइरहेको छ यस्तो छ डाँडा फाइनली हामी डाँडामा आइपुग्यौँ टपमा बाबामा त अझै पर आइराख्नु भएको छ
यसै टपदेखि यस्तो सुन्दर छ श्रीयन्तुदेखि देखिने सबै डाँडा सुन्दर। पर कुन खोला होला है त्यो? सुन्दर छ ठाउँ। श्रीयन्तु टपमा पुग्यौँ। श्रीयन्तुदेखि यस्तो छ। यो चाहिँ श्रीयन्तुको लेक भ्यू सानो रहेछ। तल खस्दैछौँ अब ओह्रालोमा। गाह्रो भइरहेछ। होटलमा लन्चको लागि सुरुङाबाट दमक। अब यता हाइवे पस्यौँ हामी। नानी गाडी चलाइ कस्तो छ नेपालको? कस्तो हुँदैछ? कस्तो हुँदैछ? हामी यता लेकपट्टि जाने त्यो बस चाहिँ जाउँछ गएको। हामी नेपाल गाडी चलाइ एकदम राम्रो भइराखेको छ। बाटो चाहिँ अब त्यस्तै छ है, बनाइराखेको छ बाटो। खराङ्रा गुरुङ छ होइन। 1 घन्टामा पुग्ने ठाउँ 3 घन्टा लाग्छ। बाटो चाहिँ यस्तै छ नेपालको। र कुदाउन मजा भइराखेको छ। अब अमेरिकामा चाहिँ अब लेफ्टमा हुन्छ ह्यान्डल, यहाँ चाहिँ दाहिनेमा छ। त्यति डिफ्रेन्स छ। अलिकति गाडी कुदाउँदाखेरि चाहिँ अब हाम्रो उता दाहिनेमा देब्रेमा भएको कारणले गर्दाखेरि चाहिँ अब देब्रेमा अलिअलि मोडिन्छ त्यो। तर बिस्तारै 2 दिनमा कुदाइराख्दाखेरि बानी भइहाल्दो रहेछ। राम्रै छ। मजा आइराखेको छ। आफ्नो गाडी भएर बनाउन यसरी हिँड्दाखेरि बस पर्खिनु पर्दैन। बसमा बडाङ्रा बढ्नु हुँदैन। आफ्नो गाडीमा एसी लगाएर गर्न उताको जस्तो गरेर हिँड्न सकिन्छ है साथीहरू। दाम दानी 16 र 17 एउटै हो नि? दाम एउटै हो त बा? यो नि मन पऱ्यो कि मलाई? 1 वर्षमा आउँछ 17 मलाई मन परेन। म 16 एउटै हो न? दाम दानी 16 र 17 एउटै हो नि? दाम एउटै हो त बा? यो नि मन पऱ्यो कि मलाई? 1 वर्षमा आउँछ 70। हामी चाहिँ सङ्गति पछि खाजा खान आएको छौँ ओर्लाबारी बजारमा। हामी चाहिँ सङ्गति पछि ओर्लाबारी आएको छौँ। पास्टर रबिनको चर्चबाट हामी ओर्लाबारी अलिक पर हामी आएको छौँ ओर्लाबारी बजारमा खाजाहरू खानको लागि। यता हुनुहुन्छ पास्टर रबिन, पास्टर आमा हुनुहुन्छ। यस्तो छ है ओर्लाबारी चाहिँ, ओर्लाबारी बजार।